दुःख लाग्छ मलाई चाहिँ एकदम, किनभने हामी राष्ट्रियबाट हामी 100औं वर्ष 200 वर्ष 300 वर्ष चाहिँ हामी उत्पीडनमा भयौँ। हुँदा हुँदा चाहिँ हामी चाहिँ हुँदा हुँदा हामी आएको छ पाहुना छ। हामी हाम्रै भूमिबाट हामीलाई चाहिँ छ नि लखेट्ने कुरा गरिरहेको छ, हामीलाई शरणार्थीको उपमा दिइरहेको छ। हामीलाई उहिले पृथ्वीनारायणले चट पार्दाखेरि हामीलाई चाहिँ छ नि यहाँ चाहिँ शरण दिएर राखेको छ। हामीलाई हाम्रै दाजुभाइहरूले हामीलाई माथि गरिरहेको छ। हामी सुनिरहेको छौँ, संयमताका साथले सुनिरहेको छौँ। संयमताका साथले हाम्रो दाजुभाइहरू तपाईँको शरणार्थी गाली गलत गर्न सक्छ भने हामीलाई से भाइ दाजु काट्नेलाई पनि म यहाँ सुत्ने गरेर आउँछु भने झापाको जान्छ, सिलगढीको जान्छ, धनकुटाको पनि गएर भोलिपल्ट आइहाल्छ त।